नमस्कार दर्शकवृन्द, आज हामी स्ट्रिट वालहरू घुमाउन गइरहेका छौँ। हङकङको हुङलान साइडको पानीले छटाछुल्लो बनाइरहेछ बाटोघाटोहरू। साँझको दृश्यहरू हो। 6-7 बजेको यस्तो अन्धकार छ। साँझको टाइममा चिसो हावाहरू आएको छैन, तातै हावाहरू आएको छ। अब हेर्दै जाउँ तातो हावाले भन्छ कि चिसो हावाले भन्छ। फ्रुटका नयाँ नयाँ दोकानहरू खुलिरहेका छन्। अति सस्तो 12 मासे फ्रुटहरू पाउने ठाउँ। मान्छेहरू घुमघामको लागि साँझको लागि हिँडिरहेका छन्। कुन पानी केही मतलब छैन। साँझको टाइममा घुम्नको अर्कै मजा हुन्छ। यो मिनी बसहरूले यति बाटोहरू जाम बनाउँछ कि मान्छेहरू हिँड्नको लागि पनि प्रब्लम हुन्छ। बाटामा स्टेसनहरू राखेको हुन्छ मिनी बसको, मान्छेलाई हिँड्नै गाह्रो। यहाँको मिनी बस यति हरामी हुन्छ कि मान्छेलाई मारेर हिँडिन्छ। बेला बेलामा यस्तो अनसन गाडी आगिदिन्छ मिनी बस। यो चाहिँ एउटा सानो नामको फेमस मन्दिर हो, देखिरहेको दृश्य। अब यो मन्दिरलाई एक राउन्ड लगाएर यसो समुद्रको छेउछाउ पुग्ने कोसिसमा छु। यो मन्दिर हो हङकङको अति प्रिय मन्दिर। पनि मन्दिर हुन्छ यहाँको। चाहिँ भयो हजुरको चाहिँ वाम्पोदेखि यतापट्टिको ठाउँ हो। यो पार्क जस्तो सानो सानो पार्क हुन्छ मान्छे बस्नेलाई। सबै मार्नको लागि सिट बेन्चहरू सबै हालेको हुन्छ नगर विभागले। कमलाहरू पनि यति राम्रोसँग सजाएको हुन्छ कि फुले भनेर।
यसो चाइनिज सुपरमार्केट भयो। नुनदेखि लिएर सुन पनि पाउने ठाउँ हो। त्यसमा चाहिँ सानो बाटो यति भिड हुन्छ यहाँ, मान्छे हिँड्नलाई गाह्रो। वेलकम सुपरमार्केट, हङकङको सबभन्दा ठुलो सुपरमार्केट वेलकम। साँझको टाइममा पानी परेको दृश्यहरू समावेश गरिरहेको छु। कति साँझो बाटो गल्लीहरू, गल्ली त नभनौँ मेन रोडै हो, तर पहिलेको हिसाबले ठुलो बाटो, अहिलेको हिसाबले एकदम साँझो भइसकेको छ बाटो। दुईजना मान्छे क्रस हुनै गाह्रो पर्छ बेलाको बाटोमा त। दृश्यहरू अति रमाइलो हुन्छ। आनन्दमय हुन्छ साँझको टाइममा। एउटा चाइनिज सुपर स्टोर छ, यहाँ पनि राशि सामानहरू सबै थोक पाउँछ अति सस्तोमा। युज हुने सामानहरू हामीले भित्र जाने कोसिस गर्दैछौँ। नानपुर सुपर स्टोर भन्ने सप। नानपुर स्टोरमा दृश्यहरू देखेर पाउँदो रहेछ अहिले। सब चाइनामा बनेका सामानहरू, अति सस्तो सामानहरू, राशि सामानहरू। राशि सामानहरू युज गर्ने सबभन्दा ठुलो डिपार्टमेन्ट स्टोर। यहाँ नपाउने कुरो केही छैन। फुड राइट सामान देखेर पनि मान्छेहरू तर्सिन्छन् होला बेला बेलामा यहाँको देखेर। भिजिट त गर्नै पर्यो। सामानहरू ठिकै आउँछ, नयाँ नयाँ कुरो हेर्न जानु पर्यो कहिलेकाहीँ। आफूलाई घरैसीमा काम लाग्ने कुराहरू। अब यसो दृश्यावलोकन गरेर चाहिँ अब बाहिरतिर
जाने कोसिसमा छु। साँझको टाइममा चाहिँ पानी परेर रहिसकेको छ। अब यो साँझको दृश्यहरू अवलोकन गरिसके पछाडि यो फ्रुटहरूको नयाँ फ्रोजनमा राखेर अति सस्तो र सुलभ तरिकाले चाहिँ सेल गर्छन्। विभिन्न देशका फुडहरू त्यस्तै छ हङकङको। साँझको टाइममा वाक पनि गर्न कति सजिलो सानो बाटो जस्तै यस्तो गर्ने मान्छेहरूले बाटो रोडभन्दा ठुलो एउटा दोकानहरू पुगिरहेको छ। सब्जीको दोकान धेरै वर्षदेखिको यो दोकान पुरानो दोकान। आ गया घरहरू दिने लिने ठाउँ एजेन्ट हुन्छ। मान्छे पनि त्यत्तिकै, गाडी पनि त्यत्तिकै, पानी परोस् नपरोस् सब आफ्नो गन्तव्यमा। गाडीको गन्तव्य अर्कै, मान्छेको जाने गन्तव्य अर्कै। त्यस्तै छ बिजी लाइफ। लागेको 4-5 दिन पछाडि घाम लागेको दृश्य आज। पानीको पानी परेको कहीँ हिँड्ने डुल्ने कहीँ ठाउँ छैन। आज चाहिँ मजाले घाम लागेको छ। रमाइलो काम लाग्दा जाने बाटो सफा।
साह्रै रमाइलो भयो धेरै दिनमा ध्यान देखेपछि रमाइलो नपाएको निकै दिन भएको थियो। मान्छेलाई आफ्नो आफ्नो दौडमा काममा भागम लाग्छ। साह्रो बिजुलाई सम्झौँ यस्तो बिजुलाई सायद छैन होला नि त। नमस्कार, थ्याङ्क यू सो मच। आजलाई यति। लाइक गरे, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है त। थ्याङ्क यू।